कफी कि टी? मैले पहिला टी थियो, अहिले कफी। ओके। आम नागरिक कि प्रहरी अधिकारी? आम नागरिक। सिभिल ड्रेस कि वर्दी? मलाई वर्दी। नागरिक कि सरकार? दुवै लिनुहुन्छ सर? दिन पाइन्छ। अनि सरकार कि प्रहरी? मलाई चाहिँ प्रहरी सरकार दुवै। म सरकारकै प्रहरी हो, त्यही भएर। मन्त्रीको निर्देशन कि नागरिकको सुरक्षा? मलाई चाहिँ सबै दुईटै कुराहरू गर्नुपर्छ। त्यो सुरक्षाको निम्ति निर्देशन आएको हुन्छ, म दुवैबाट अगाडि बढ्छु। प्रिभेन्सन कि पनिसमेन्ट? प्रिभेन्सन हुनुपर्छ, पनिसमेन्टतिर जानुहुन्न भने एकदम राम्रो क्वेसन। इमोसन कि डिसिप्लिन? डिस्प्ले। परिवार पनि होला है सर। सोसियल मिडिया हेल्पफुल छ कि हार्मफुल? सोसियल मिडिया धेरै हदसम्म चाहिँ हेल्पफुल छ, हार्मफुल बन्नुहुन्न। स्ट्रिक्ट प्यारेन्ट कि फ्रेन्डली प्यारेन्ट? प्यारेन्ट्स चाहिँ स्ट्रिक्ट कि फ्रेन्ड? मतलब फ्रेन्डली चाहिन्छ, कहिले काहीँ स्ट्रिक्ट पनि बन्नुपर्छ भन्ने लाग्छ। ओके सर, आजको युवालाई एउटा सन्देश के दिन चाहनुहुन्छ? नेपालमा बस्नलाई चाहिँ अध्ययन गर्नु पऱ्यो, अध्ययनशील बन्नु पऱ्यो र धेरैभन्दा धेरै आफूले ज्ञान हासिल गर्यो भने हामी नेपालमा बस्नको लागि चाहिँ तयार हुन्छौँ। र त्यो रूपको अहिलेको नयाँ समसामयिक ज्ञानहरू के हो त, होइन, डिजिटल अथवा अन्य के हो, त्यो ज्ञानहरू चाहिँ लिएर बस्नको लागि चाहिँ आग्रह गर्दछु। ओके, अभिभावकलाई एक सन्देश? अभिभावकजीहरूलाई चाहिँ जहिले पनि आफ्ना बाल सन्ततिहरू कहाँ हुनुहुन्छ, वरी अबाउट बाल सन्ततिको वरी अबाउट बिहानबाट बेलुकासम्म चिन्ता नै गरिराख्ने पर्ने होइन। कहाँ छ त मेरो बाबु, स्कुल गएको फिर्ता भएपछि कहाँ गयो, बाबुको कोठा कस्तो छ भने त्यति चिन्ता गर्दै पुग्छ। अब आउने हजुरभन्दा पछिका पुस्ताको जुन प्रहरीहरू हुन्छ, उहाँलाई छोटोमा एक सन्देश के दिन चाहनुहुन्छ? उहाँहरू अझै बोल्ड बन्नुपर्छ, धेरै चुनौती धेरै छन्, त्यही भएर स्किलफुल बन्नुपर्छ भन्ने लाग्छ।